हेलो एभ्रिवान, नमस्ते। टासी डेले, वेलकम टु माई मिनी ब्लग। मैले चाहिँ मिनी ब्लग पनि दिनहरू बिराउँदै बिराउँदै हालिरहेको छु र पनि माया गरिदिनु होला। अब चाहिँ मैले चारो काट्नुपर्ने हुन्छ र मैले चारो काट्न थालेँ। एकैचोटि मैले चारो काटिसकेपछि मात्र भिडियो बनाएँ अनि अब भाँडामा पनि हालिसकेर मात्र भिडियो बनाउने छु। हालि पनि सकेँ, अब चाहिँ बसाउनु पर्ने हुन्छ। मैले बसाएँ। खासै म यस्तो कामहरू गर्ने त होइन र पनि मम्मी हुनुहुन्छ छैन नि त, अहिले नभए मम्मीले नै गर्नुहुन्थ्यो सबै कामहरू घरको। अनि म अलिअलि मात्र सघाउँथेँ थिएँ क्या मम्मीलाई। अनि अहिले चाहिँ मम्मी बाहिर जानुभएको छ अनि सबै मैले गर्नु परिरहेको छ। चारो दिउँसो त म एक्लै घरमा हुन्छु नि, चारो खोज्यो, ल्यायो, काट्यो, पकायो, सुँगुरलाई दिनुपर्ने हुन्छ नि। चारो बसाइसकेँ, यस्तै चारो हेर्दै जान्छ मेरो अबको टाइम चाहिँ। सो अब चाहिँ यति नै। मेरो चाहिँ यस्तै गर्दै दिनहरू बित्दैछ। तपाईँको कसरी बित्दैछ? जाडो पनि छ, केयर गरेर बस्नु होला। बाई बाई।